नेपालीको छातीमा हिमाली छाया छ, नेपालीलाई नेपालको बिछट्टे माया छ, नेपालीलाई नेपालको बिछट्टे माया छ, नेपालीको छातीमा। जन्मे यही देशमा बुद्ध जन्मे ज्ञानी, जनक जन्मे यही देशमा बुद्ध जन्मे ज्ञानी, वीरहरूको रगतले सिन्चिएकी रानी, हिमालयको पानीले हरियो पारेकी, प्रीति फुल्ने देशलाई कोजल बिर्सेर हाम्रा अतिथिज्यूहरूको आगमन सुरु भइसकेको छ। सो आगमनलाई न्यानो स्वागत योग्य बनाउनका निमित्त म तुलसी पन्त म्यामलाई यहीँबाट अनुरोध गर्न चाहन्छु। अतिथिज्यूहरूको आगमन भइरहेको छ, यथाशीघ्र अतिथिज्यूहरूलाई स्वागत गर्नका निमित्त हाम्रो विद्यालयको प्रवेशद्वारमा व्यवस्थापन गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। विद्यार्थी भाइ बहिनीहरू, मञ्चतर्फ आउने विजय सरलाई, हाम्रा आधारभूत तहका संयोजक विद्यानन्द सावन्तज्यूलाई भेट्नका निमित्त म जानकारी गराउन चाहन्छु। त्यसै गरी प्रिपरेसन अफ फेयर एन्ड नेसनल एन्थममा कोअर्डिनेटर चक्र विश्वकर्मा र मेम्बरहरूमा कमल सावन्त र विद्यार्थी भाइ बहिनीहरू रहेका छन्। म्युजिक ट्र्याक कलेक्सन एन्ड कमिटीमा रामप्रसाद चौधरी कान्छा औजी रहेका छन्। कोशी काली गण्डकी कर्णाली बग्दछन्, पवित्र सन्देश बोकेर नेपालीको छातीमा हिमाली छाया छ, नेपालीलाई नेपालको बिछट्टे माया 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 लागि यस विद्यालयका पूर्व प्राचार्य, ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुख, सुदूरपश्चिम क्षेत्रकै शिक्षा क्षेत्रका एक अत्यन्तै ऊर्जाशील व्यक्तित्व, आदरणीय व्यक्तित्व धर्मदेव भट्टज्यूलाई म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँ यस विद्यालयको लामो समयसम्म प्राचार्यको रूपमा पनि भूमिका उहाँले निर्वाह गरिसक्नु भएको छ। श्री डबल बहादुर विष्टज्यूलाई भन्न चाहन्छु। वडा नम्बर 5 का वडा सदस्य श्री यशोदा भण्डारीज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। वार्ड नम्बर 1 का वडा अध्यक्ष श्री सन्तोष मुधरीज्यूमा सादर अनुरोध गर्दछु। आसन ग्रहण गरिदिन हुन विद्यालय व्यवस्थापन समितिका सदस्य श्री लोकेश भट्टज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गरिदिन हुन शिक्षक प्रतिनिधि श्री राजेन्द्र भट्टज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गरिदिन हुन यस विद्यालयका सहायक प्राचार्य श्री सञ्जय कुमार पन्तज्यूमा हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गरिदिन हुन ऐश्वरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख श्री नरेश भट्टज्यूमा सादर अनुरोध गर्दछु। आसन ग्रहण गरिदिन हुन यस विद्यालयका +2 बिहानी सत्रका संयोजक श्री बद्री पौडेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गरिदिन हुन यस विद्यालयका +2 तह दिवा सत्रका संयोजक श्री ओम प्रकाश पाण्डेज्यूलाई हार्दिक अनुरोध गर्दछु।
आसन ग्रहण गर्दिन हुन मावि तहका संयोजक श्री गोविन्द प्रसाद जोशीज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गर्दिन हुन निमावि तहका संयोजक श्री विजयानन्द साहुज्यूमा सादर अनुरोध गर्दछु। आसन ग्रहण गर्दिन हुन प्रावि तहका संयोजक श्री पवन चन्द्रज्यूलाई हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गर्दिन हुन पूर्व प्रावि संयोजक श्री मन्जु विनायकज्यूलाई हार्दिक अनुरोध गर्दछु। अभिभावकज्यूहरू, पत्रकार मित्रहरू, सम्पूर्ण अतिथिगण, विशिष्ट अतिथिज्यूहरू, विद्यालयका शिक्षक तथा कर्मचारी साथीहरू, पूर्व प्राविदेखि कक्षा 12 सम्मका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, पूर्व विद्यार्थी समाजका पदाधिकारी तथा सम्पूर्ण पूर्व विद्यार्थी व्यक्तित्वहरू सबैमा म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु र यो क्रम हाम्रो जारी रहनेछ। यसपछि कार्यक्रमको विधिवत उद्घाटन गर्ने पालो रहेको छ। फुलमाला र ब्याज प्रदान गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। विशिष्ट अतिथिज्यूहरू हाम्रो मञ्चमा आसीन व्यक्तित्वज्यूहरूलाई फुलमाला र ब्याज अर्पण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। महिमालाई माया गर्छु, म पहाडलाई माया गर्छु, म देशलाई माया गर्छु, म सारा नेपालीलाई माया गर्छु, मामा र बाबुलाई माया गर्छु, म यो माटोलाई माया गर्छु। सुन्दर छ देश अटल छ पहाड हिमाल रोइरहन्छ, देशको माटो शिरमा राख्दा यो मुटु छोइरहन्छ, यो मुटु छोइरहन्छ। सुन्दर छ देश अटल छ पहाड हिमाल रोइरहन्छ, बुद्धले शान्ति पाएको देश शान्ति नै खोजौँ न, नेपाल आमा बचाइ राख्ने सही बाटो रोजौँ न।
सुन्दर छ देश अटल छ पहाड हिमाल रहिरहन्छ रगत एउटै धड्कन एउटै संसार भरिमा बेसले भन्छ हातमा हात मिलाउनु आफैमा रगत एउटै धड्कन एउटै संसार भरिमा बेसले भन्छ हातमा हात मिलाउनु आफैमा सुन्दर छ देश अटल छ पहाड हिमाल रोइरहन्छ देशको माटो शिरमा राख्दा यो मुटु छोइरहन्छ यो मुटु छोइरहन्छ प्रमुख अतिथिज्यूको सुआगमन भइसकेको छ। म सुदूरपश्चिम प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री माननीय मेघराज खड्काज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु र तालीले स्वागत गरिदिनु हुन म सम्पूर्ण हार्दिक अनुरोध गर्न चाहन्छु। विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन सुदूरपश्चिम प्रदेशका सांसद श्री माननीय सन्तोष शर्मा ज्यूलाई हार्दिक अनुरोध गर्दछु। उहाँ हाम्रो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी समाजसेवी मदनराज पाण्डेज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी र राष्ट्रिय गान र प्रार्थनाका लागि विद्यार्थी भाइ बहिनीहरूलाई म मञ्चमा हार्दिक अनुरोध गर्न चाहन्छु। कार्यक्रमको उद्घाटन भइरहेको छ। हाम्रा प्रमुख अतिथिज्यूले पानसमा बत्ती बालेर हाम्रो कार्यक्रमको उद्घाटन गरिराख्नु भएको छ।
लाई सादर अनुरोध गर्दछु। कृपया विद्यार्थी भाइ बहिनीहरू उच्च धेरै धेरै मीरा पुस्तक धारिणी हम सब हन संयुक्त विद्यादानं करोतु मे गुरु ब्रह्मा गुरु विष्णु गुरुदेवा महेश्वरा गुरु साक्षात् परं ब्रह्म तस्मै श्री गुरुवे नमः तस्मै श्री गुरुवे नमः थैंक यू धन्यवाद। गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसको संयोजन दिपेन्द्र जोशी हाम्रा पूर्व विद्यार्थी हुनुहुन्छ।
विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु पासलाई अगाडि बढाइदिनु अनुरोध गर्न चाहन्छु डिआई भाइ श्याम बहादुरजीलाई म यो मार्च पासको कार्यक्रमलाई अविलम्ब अगाडि बढाइदिनु अनुरोध गर्न चाहन्छु हाम्रो मार्च पास चौरमा चाहिँ भइरहेको छ नेकपा एमालेका पहिला अतिथिको आशा मार्च पासको कार्यक्रममा हुन्छ र साथीहरूलाई Thank you.
सभापति सदस्य श्रद्धेय दाजु रमेश सिंह धामीज्यू, विशिष्ट अतिथि प्रदेश सभाका सदस्य श्रद्धेय धर्मराज पाठकज्यू, विशिष्ट अतिथि ऐश्वर्य विद्यानिकेतनका पूर्व तथा प्रतिनिधि सभाका पूर्व माननीय श्रद्धेय महेश्वर पाठकज्यू, मञ्चमा आसीन विशिष्ट व्यक्तित्वज्यूहरू, पूर्व विद्यार्थी सङ्घ ऐश्वर्य विद्यानिकेतनका अध्यक्ष श्रद्धेय डाक्टर सुशील भण्डारीज्यू, समाजसेवीज्यूहरू, वडा नम्बर 5 का वडा प्रतिनिधिज्यूहरू, ऐश्वर्य विद्यानिकेतनका पूर्व प्रज्यूहरू, ऐश्वर्य विद्यानिकेतनका पूर्व प्राचार्यज्यूहरू, ऐश्वर्य विद्यानिकेतनका प्राचार्य श्रद्धेय गुरु प्रेमनिधि ओझाज्यू, नेकपा एमालेका जिल्ला अध्यक्ष आदरणीय व्यक्तित्व यज्ञराज ढुङ्गानाज्यू, ऐश्वर्य विद्यानिकेतन तथा ऐश्वर्य बहुमुखी क्याम्पसका सञ्चालक समितिका पदाधिकारी ज्यूहरू, सामाजिक विकास मन्त्रालयका पूर्व राज्य मन्त्री श्रद्धेय टेकबहादुर रैकाज्यू, अभिभावकज्यूहरू, सहकर्मी मित्रहरू तथा पत्रकारज्यूहरू तथा प्यारा विद्यार्थी भाइ बहिनीहरू, सर्वप्रथम त ऐश्वर्य विद्यानिकेतनको 48औं वार्षिक उत्सव समापन समारोहमा ऐश्वर्य विद्यानिकेतनको निम्तोलाई सहर्ष स्वीकार्दै आफ्नो अमूल्य समय हामीमाझ दिन लाग्नु भएकोमा सम्पूर्ण उपस्थित गणहरूलाई म धन्यवाद दिन चाहन्छु र ऐश्वर्य विद्यानिकेतनका सम्पूर्ण शिक्षक तथा कर्मचारीका तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु। ऐश्वर्य विद्यानिकेतन तपाईहरुमाझ मैले चिनाइराख्नु पर्ने छैन, यो आफै एउटा आफ्नो इतिहास बोकेको एउटा धरोहर हो, एउटा ऐतिहासिक संस्था हो। यो संख्याका दृष्टिकोणले पनि नेपाल अधिराज्यभरि नै ऐश्वर्य विद्यानिकेतन 16औं स्थानमा पर्न सफल भएको कुरा तपाई हामीमाझ जग जाहेर नै छ। संख्यामा मात्र होइन, गुणस्तरीय शिक्षा ऐश्वर्य विद्यानिकेतनको प्रतिबद्धता हो भन्ने समेत तपाईहरुलाई म जाहेर गर्न चाहन्छु। गुणस्तरीय शिक्षा कायम गरे बापत ऐश्वर्य विद्यानिकेतन 12 पटक माध्यमिक शिक्षा पदकबाट सम्मानित भइसकेको बेहोरा समेत यहाँहरूलाई अवगत गराउन चाहन्छौँ। यद्यपि वर्षेनी विद्यार्थीहरूको ठुलो चाप यो विद्यालयले हामीले जति विद्यार्थी आए त्यति विद्यार्थी राख्न नसकिरहेको अवस्था छ। यसको एकमात्र कारण भनेको हामीसँग भौतिक पूर्वाधारको कमी रहेको छ। हामीसँग भवनहरू जीर्ण अवस्थाका भवनहरू छन्, तसर्थ यथाशीघ्र हामीलाई चाहिँ आधुनिक भवनको आवश्यकता महसुस भएको छ र विद्यालयको स्रोत र साधनले मलाई लाग्दछ हामी त्यो भवन बनाउन सक्ने अवस्थामा छैनौँ। तसर्थ आजका मान्यज्यूहरू जो पाल्नु भएको छ, गत वर्ष पनि हामीले प्रदेश सभाका मान्यज्यूहरूलाई बोलाएका थियौँ। हाम्रो एकमात्र स्वार्थ भनेको गुणस्तरीय शिक्षा कसरी कायम गर्ने र त्यसका लागि हामीलाई अहिले आवश्यकता, टटकारो आवश्यकता भनेको भवन हो। र माननीय धर्मराज पाठकज्यू, माननीय रमेश धामीज्यूले गत वर्ष पनि यस विद्यालयका लागि हामी पहल गर्नेछौँ भन्नुभएको थियो। पुनः आज म सम्पूर्ण नेतागणहरूलाई सुदूरपश्चिम प्रदेश सभामा ऐश्वर्य जस्तो सार्वजनिक शैक्षिक कोटीका लागि भवन के कसरी कुन प्रक्रियाबाट उपलब्ध गराउन सकिन्छ त्यसका लागि तपाईहरुले आफ्ना भनाइहरू राखिदिनु हुनेछ, ऐश्वर्य विद्यानिकेतनका लागि पहल गरिदिनु हुनेछ भन्ने मैले आशा र विश्वास लिएको छु। हामीलाई 4 कोठे 8 कोठे भन्दा पनि तत्कालका लागि कम्तीमा पनि एउटा 12 कोठे जो प्रदेश सरकारको अवधारणा छ त्यो भवन भइदियो भने कम्तीमा एउटा डिपार्टमेन्ट, आइदर मावि डिपार्ट होस्, आधारभूत तह होस् या कुनै प्रावि विभाग हो, एउटा विभाग हामी त्यो भवनमा चलाउन सक्दछौँ। तसर्थ यो मागलाई, हाम्रो मागलाई तपाईहरुले सम्बोधन गरिदिनु हुनेछ र सुदूरपश्चिमका क्षेत्रका अभिभावकज्यूहरूको जो ऐश्वर्यमा आफ्ना बालबालिकालाई पढाउने उहाँहरूको हुटुटी रहेको छ त्यो भवन मार्फत तपाईहरुले पुरा गर्नुहुनेछ भन्ने मैले आशा र विश्वास लिएको छु। त्यसै गरी नगरका प्रतिनिधिका रूपमा अहिले वडा नम्बर 2 थुप्रै डाक्टरहरू, थुप्रै इन्जिनियरहरू, थुप्रै कृषकहरू, थुप्रै व्यवसायीहरू उत्पादन गरिसकेको अवस्था छ। सबै आफ्ना क्षेत्रमा कर्मठ र अब्बल साबित भएका छन्।
ऐश्वर्य विद्या निकेतनमा मात्रै कुरा गर्ने हो भने यो शैक्षिक धरोहरमा हामी 23-24 जना पूर्व विद्यार्थीहरू कार्यरत रहेको अवस्था छ। क्षति प्रादेशिक अस्पतालमा मात्रै ऐश्वर्य विद्या निकेतनका 13 जना विद्यार्थीहरू अहिले डाक्टरका रूपमा कार्यरत रहेको अवस्था छ। तसर्थ सुदूरपश्चिममा मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ऐश्वर्य विद्या निकेतनले आफ्नो अमिट छाप छोड्न सफल भएको छ र यसलाई थप अगाडि बढाउनका लागि तपाईहरूको सबै अभिभावकज्यूहरूको, पत्रकारज्यूहरूको, नेतागणहरूको सबैले आफ्नो तर्फबाट सक्दो पहल गर्नुहुनेछ र माननीय मन्त्रीज्यूले आगामी वर्षको बजेटमा ऐश्वर्य विद्या निकेतनका लागि कम्तीमा पनि एउटा 12 कोठे भवनको व्यवस्था गर्नुहुनेछ भन्ने मैले आशा बोक्दै उहाँलाई यसै मार्फत आफ्नो माग सुनाउँदै तपाईहरूका माझबाट ओझेल हुन चाहन्छु। धन्यवाद। जय ऐश्वर्य विद्या निकेतन। र यसपछि म तयारी अवस्थामा रहेका युकेजीका भाइ बहिनीहरूलाई आफ्नो प्रस्तुतिको लागि हार्दिक अनुरोध गर्छु। उहाँहरूको गीतको बोल रहेको छ।
गर्दैको लागि हार्दिक अनुरोध गर्दछु। सूर्य विद्यानिकेतनको 48औं वार्षिक उत्सवको पावन अवसरमा हाम्रो विद्यालयमा प्राङ्गण हुनुभएकालाई स्वीकार गर्नुहोस्। आज यत्रा हजारौँ शब्द भन्नका लागि छनौट गर्नुभएकोमा म सदस्यहरू यसै विद्यालयका पूर्व विद्यार्थी भएकाले स्थापना गर्नका लागि त्यहाँकै स्थानीय व्यक्तित्वहरूबाट र हाम्रो विद्यालयका पहिलो प्राचार्य स्वर्गीय दिपाखिङ सरको संयोजकमा हाम्रो विद्यालय 8 जना विद्यार्थीबाट स्थापना भएको थियो। 8 जना विद्यार्थीबाट स्थापना भएको हाम्रो विद्यालय आज हजारौँ विद्यार्थीहरूको विद्यालय र अभिभावकहरूको रोजाइ बन्न सफल बनेको छ। के कसैले सोचेको होला त 8 जना विद्यार्थीबाट स्थापना भएको हाम्रो विद्यालय आज विद्यालयसम्म मात्र सीमित नभएर ऐश्वर्य बहुमुखी क्याम्पससम्म फैलिनेछ भनेर। हाम्रो विद्यालय यस सुदूरपश्चिम प्रदेशको नै पहिलो बोर्डिङ विद्यालय हो। आज धनगढीमा कैयौँ बोर्डिङ विद्यालय भए पनि बोर्डिङ विद्यालयको अर्थ ल्याउने काम हाम्रै ऐश्वर्य विद्यानिकेतनबाट भएको थियो। बडा महारानी श्री 5 ऐश्वर्य राज्य लक्ष्मी शाहको नामबाट ऐश्वर्य विद्यानिकेतन रहन गयो। हाम्रो विद्यालयले विक्रम सम्वत 2042 सालबाट एससी परीक्षामा सहभागी हुँदै आएको छ र हाल त्यति बेलादेखि अहिलेसम्म 12 पटक माध्यमिक विद्याशील हासिल गर्न सफल भएको छ। विद्यालयमा पूर्व तथा वर्तमान प्राचार्य शिक्षक जुन यो भवानी विद्यालय बनेको रोजाइ बन्न सफल भएको हाम्रो विद्यालयले राष्ट्रलाई डाक्टर इन्जिनियर कर्मचारी पाइल र म कक्षा 1 देखि यसै विद्यालय पिरियडमा पनि हाम्रो विद्यालयले अझ प्रगति प्रदान गर्ने जुन उद्देश्य बोकेको छ विद्यार्थीको मार्गदर्शी बन्न सफल होस्। 11 की छात्रा क्रम जोड्न गइरहेको छु, अनुरोध गर्न चाहन्छु। त्यसै गरी यस अतिथिको आसन ग्रहणका लागि धर्मराज पाण्डेज्यूलाई म अतिथिको आसन ग्रहण एरिस्टोकी प्राचार्य शान्ति अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्छु। अतिथिज्यू र उपस्थित सम्पूर्ण साथीहरूमा मेरो न्यानो अभिवादन। अभिभावक दिवसमा म हार्दिक स्वागत गर्दछु। को समयको बावजुद पनि यहाँहरू एक चाहन्छु। आज यस ऐश्वर्य र सम्पूर्ण आदरणीय महानुभावहरूमा फेरि पनि म र आफ्नो विद्यालयको गर्दछु। आज यस 48औं वार्षिक उत्सवमा म कक्षा 11 की छात्र यस विद्यालयले भौतिक उन्नति विद्यालयको तर्फबाट पुनः स्वागत गर्दै धन्यवाद। कटक सिंहज्यूलाई म अतिथिको आसन ग्रहणका लागि हार्दिक अनुरोध। मीरा आचार्यज्यूलाई म अतिथिको ज्यूहरूलाई म मञ्चमा आमन्त्रण गर्दछु। र शिक्षिकाहरू हुनुहुन्छ नृत्यका लागि स्वागत नृत्य देखाउँ।
बहिनीहरू आफ्नो प्रस्तुतिका लागि अगाडि आइदिन म हार्दिक अनुरोध गर्छु।
अलि पछाडि जाऊ है यहाँबाट खिचेर ठीक लाग्ने शुक्लां ब्रह्म विचार सार परमां आद्यां जगद्व्यापिनीं वीणा पुस्तकधारिणीं वयदा चाट्यान्धकारापहां हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्। यस विद्यालयको 48औं गरिमामय वार्षिकोत्सव समापन समारोहका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बिर्बबहादुर रोडज्यू, प्रमुख अतिथिका रूपमा मञ्चमा आसीन माननीय समाज विकास मन्त्री मेघराज खड्काज्यू, आमन्त्रित विशिष्ट अतिथिज्यूहरू, अतिथिगण, राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, ऐश्वर्य बहुमुखी क्याम्पस सञ्चालक समितिका पदाधिकारीज्यूहरू, ऐश्वर्य क्याम्पसका क्याम्पस प्रमुख श्री धर्मदेव भट्टज्यू, विद्यालयका सहायक प्राचार्य श्री सञ्जय कुमार पन्तज्यू, विभिन्न तहका विभागीय प्रमुखज्यूहरू, शिक्षक प्रतिनिधि लगायत सम्पूर्ण गुरुवर्ग तथा कर्मचारी मित्रहरू, यस विद्यालयका पूर्व प्रधानाध्यापक तथा प्राचार्यहरू, विभिन्न क्याम्पस तथा विद्यालयबाट पाल्नुभएका क्याम्पस प्रमुख प्राचार्य तथा प्रज्यूहरू, सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित सुदूरपश्चिमकै अग्रणी तथा समुदायको साझा शैक्षिक धरोहर यस ऐश्वर्य विद्यानिकेतनको 48औं वार्षिकोत्सव तथा अभिभावक दिवसको गरिमामय समारोहमा प्रमुख अतिथि लगायत सम्पूर्ण आमन्त्रित महानुभावहरूमा विद्यालय परिवारको तर्फबाट हार्दिक स्वागत तथा सम्मान प्रकट गर्न चाहन्छु। आज सुदूरपश्चिम प्रदेशका माननीय सामाजिक विकास मन्त्रीज्यू, राज्य मन्त्रीज्यू लगायत अन्य मन्त्रीज्यूहरू तथा विशिष्ट अतिथिज्यूहरूको समुपस्थितिले गर्दा सुदूरपश्चिमको विकासको नक्सा कोर्ने सरकार ऐश्वर्य विद्यानिकेतनको आँगनमा हाम्रो अभिभावक भएर आउँदा हामीले गौरव महसुस गरेका छौँ। उपस्थित सम्पूर्ण व्यक्तित्वहरू तथा अभिभावकहरूप्रति विद्यालय तथा मेरो व्यक्तिगत तर्फबाट पुनः उच्च सम्मानका साथ हार्दिक अभिनन्दन अर्पण गर्दछु। आदरणीय महानुभावहरू, हाल 3697 जना विद्यार्थीहरू तथा 150 जना शिक्षक कर्मचारीहरू समेतको सुन्दर शैक्षिक फुलबारी तथा सरस्वती आमाको पवित्र मन्दिर यस ऐश्वर्य विद्यानिकेतनको स्थापना 7 जना विद्यार्थीहरूका साथ विक्रम सम्वत 2033 सालमा सुरु भएको थियो। यस विद्यालयले विक्रम सम्वत 2042 सालमा विद्यार्थीहरूलाई प्रथमपल्ट एसएलसीमा सामेल गराएको थियो भने विक्रम सम्वत 2052 सालमा +2 विज्ञान संकाय तथा विक्रम सम्वत 2053 व्यवस्थापन मानविकी तथा शिक्षा संकायको सुरुवात गरेको थियो। 47 वर्षदेखि निरन्तर शैक्षिक यात्रामा रहेको यस विद्यालयले आफ्नो उत्कृष्ट परीक्षा फलका कारण 12 पटक क्षेत्रीय माध्यमिक विद्यालय शील्ड, राष्ट्रिय ध्वजा र नगद रकम समेत राष्ट्रिय सम्मान प्राप्त गरेको छ। यस विद्यालयबाट उत्पादित जनशक्ति स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहको चिकित्सा, विज्ञान प्रविधि, कृषि, शिक्षा, सञ्चार, व्यावसायिक, राजनीति तथा अनुसन्धान क्षेत्रमा कार्यरत रहेको बेहोरा जानकारी गराउँदछु। दक्ष तथा अनुभवी जनशक्ति, मेहनती विद्यार्थीहरू, उत्कृष्ट परीक्षाफल, चेतनशील अभिभावकहरू, सुरक्षित तथा अनुशासनपूर्ण वातावरण, विद्यार्थी केन्द्रित पठन पाठनका लागि प्रविधि मैत्री कक्षा कोठाहरू, विद्यार्थी केन्द्रित प्रयोगात्मक सिकाइ यस विद्यालयका विशेषताहरू रहेका छन्। कुनै पनि शैक्षिक संस्थाको मेरुदण्ड भनेको यस संस्थाको जनशक्ति हो। नेपाल सरकारको शिक्षा नियमावली अनुसार यस विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई विद्यालय सेवा सुविधा उपलब्ध गराउने हुँदा यहाँ तपसिल बमोजिम स्थिर जनशक्ति रहेको बेहोरा अनुरोध गर्न चाहन्छु। शिक्षकमा स्नातरोत्तर 51 जना रहेका छन् भने स्नातक 21 जना, प्रवीणता प्रमाणपत्र तह +2 सर 9 जना, करार तथा आंशिक 23 जना लगायत जम्मा 104 जना रहेका छन्। कर्मचारीमा 8 जना स्नातक र प्रवीणता तह प्रमाणपत्र
2 जना र अन्य गरी 36 जना गरी जम्मा 46 जना रहेको बेहोरा अनुरोध गर्न चाहन्छु। यसरी जम्मा स्नातकोत्तरमा 51 जना, स्नातकमा 29 जना, प्रवीणता प्रमाणपत्र तहमा 11 जना, करार तथा आंशिक गरी 23 जना र अन्य 36 जना गरी 150 जना जनशक्ति रहेको बेहोरा अनुरोध गर्न चाहन्छु। धेरै विद्यार्थी भएको सङ्ख्याको आधारमा हाम्रो विद्यालय देशभरिका विद्यालयहरूमा 16औं स्थानमा परेको जानकारी गराउँदछु। यसले गर्दा के बुझाउँछ भने यस विद्यालयप्रति अथाह ठुलो सङ्ख्यामा आदरणीय अभिभावकज्यूहरूको चाहिने विश्वास रहेको बेहोरा पनि म अनुरोध गर्न चाहन्छु। विद्यार्थी सङ्ख्यालाई मध्यनजर गर्दाखेरि शैक्षिक सत्र 2080-81 मा आधारभूत तह कक्षा नर्सरीदेखि कक्षा 8 सम्मको छात्र सङ्ख्या 991, छात्रा 564 लगायत जम्मा 1555 जना रहेका छन् भने माध्यमिक तह 9 देखि 12 सम्म छात्र 1179 जना, छात्रा 963 जना गरी जम्मा 2142 जना रहेको म बेहोरा अनुरोध गर्न चाहन्छु। जम्मा विद्यार्थी सङ्ख्यामा छात्र 2170 र छात्रा 1527 गरी 3697 जना विद्यार्थीहरू यस विद्यालयमा अध्ययनरत रहेको बेहोरा अनुरोध गर्न चाहन्छु। छात्रावास तर्फ 47 जना विद्यार्थीहरू अध्ययन गरिरहेको बेहोरा अनुरोध गर्न चाहन्छु। परीक्षाफल 2080 एससीलाई मध्यनजर गर्दा परीक्षार्थी सङ्ख्या जम्मा 338 रहेको थियो भने उत्तीर्ण सङ्ख्या 301 जना, यसमा 33 जना A+, 92 जना A, B+ 100 जना, B 76 जना, C+ 0 गरी 37 जना अनि कक्षा 12 को हकमा 2081 सालको परीक्षाफललाई मध्यनजर गर्दा 791 जना जम्मा परीक्षा सङ्ख्या रहेको थियो भने उत्तीर्ण सङ्ख्या 666, A+ 19 जना, A 107 जना, B+ 220 जना, B 252 जना, C+ 68 जना रहेका थिए। म अब यस विद्यालयलाई एउटा गरिमामय उचाइमा पुर्याउने हुने स्थापना कालदेखि हालसम्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू तथा पदाधिकारीहरू, पूर्व प्रधानाध्यापकज्यू, पूर्व प्राचार्यज्यू तथा पूर्व शिक्षकहरूमा उच्च सम्मान प्रकट गर्न चाहन्छु। स्थापना कालका अध्यक्षहरू स्वर्गीय यज्ञराज पन्त, स्वर्गीय चित्रराज पन्त, स्वर्गीय किशोर कुमार बम ज्यूलाई यस संस्थालाई प्रदान गर्नुभएको शैक्षिक सेवा तथा समर्पणका लागि उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। स्थापना कालका प्रथम प्रधानाध्यापक स्वर्गीय दोर्जे पाखरिन तथा स्वर्गीय शिवरत्न उपाध्याय प्रति पनि उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। स्थापना कालदेखि हालसम्मका अध्यक्षहरू यस प्रकार रहनु भएको छ। स्वर्गीय गिराज पन्त कार्यकाल 2033 सालदेखि 2037, स्वर्गीय चित्रराज पन्त कार्यकाल 2037 देखि 48, स्वर्गीय किशोर कुमार बम 2049 देखि 2071, श्री दीर्घराज जोशीज्यू 2071 देखि 2072, श्री निर्बहादुर भोटज्यू विक्रम सम्वत 2072 देखि हालसम्म। स्थापना कालदेखि हालसम्मका तथा प्राचार्यजीको नामावली यस प्रकार रहेको छ। स्वर्गीय दोर्जे पाखरिन कार्यकाल 33 देखि 44 सम्म, श्री महेश्वर पाठकज्यू 2044 देखि 47, श्री यज्ञराज उपाध्यायको प्रस्तुति रहेको थियो। 81 माघ 1 गते चैतन्य पाठशाला धनगढीद्वारा आयोजना गरिएको बुक रिभ्यू प्रतियोगितामा यस विद्यालय कक्षा 8 मा अध्ययनरत छात्रा गरिमा जोशीले प्रथम स्थान हासिल गर्दै नगद रुपियाँ 7,000 प्रमाणपत्र प्राप्त गरेकी थिइन्। 81 माघ 1 गते चैतन्य पाठशाला धनगढीद्वारा आयोजना गरिएको चेस कम्पिटिसनमा यस विद्यालय कक्षा 10B मा अध्ययनरत छात्र निवेश सिंहले दोस्रो स्थान हासिल गर्दै नगद रुपियाँ 5,000 तथा प्रमाणपत्र प्राप्त गरेका थिए। 81 भाद्र 28 गते शुभकामना बोर्डिङ स्कुलद्वारा आयोजना गरिएको ह्यान्ड राइटिङ कम्पिटिसनमा यस विद्यालय कक्षा 5 मा अध्ययनरत दीक्षा राउतले द्वितीय स्थान हासिल गर्दै नगद रुपियाँ 1,000 तथा प्रमाणपत्र प्राप्त गरेकी थिइन्। विद्यार्थीहरूमा व्यावसायिक ज्ञान, वित्तीय साक्षरता, नेतृत्व विकास तथा आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले मिति 81 माघ 9 र 10 गते कक्षा 12 व्यवस्थापन संकायका 12वटा विद्यार्थी समूहहरूको बिजनेस फेयर औद्योगिक मेला सञ्चालन गरिएको थियो। बिक्री वितरण बचत तथा गुणस्तरको आधारमा कक्षा सेक्सन जे र के
प्रथम सेक्सन ए द्वितीय तथा सेक्सन डी तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए। लोक कल्याण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा 81 मङ्सिर 10 गते रुपियाँ 10,000 बराबरको खाद्य सामग्री दृष्टि फाउन्डेसनलाई हस्तान्तरण गरिएको थियो। 81 मङ्सिर 28 गते यस विद्यालयका अभिभावक श्री हेमराज जोशी मुख क्यान्सरबाट पीडित भएकाले निजको उपचार खर्चका लागि ऐश्वर्य विद्यानिकेतन तथा ऐश्वर्य बहुमुखी क्याम्पस परिवारबाट संयुक्त रूपले रुपियाँ 60,045 हस्तान्तरण गरिएको थियो। 81 माघ 7 गतेका दिन ऐश्वर्य विद्यानिकेतन तथा ऐश्वर्य बहुमुखी क्याम्पसका शिक्षक कर्मचारी तथा विद्यार्थीहरूबाट संयुक्त रूपमा 71,058 रुपियाँ यस विद्यालयको 48औं वार्षिकोत्सव समापन समारोहमा दृष्टि फाउन्डेसनकी सञ्चालिका श्री कल्पना भट्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बेहोरा अनुरोध गर्न चाहन्छु। यस विद्यालयको स्थापना कालका प्रथम प्रधानाध्यापक स्वर्गीय डी पाखरिनको स्वर्गारोहण भएको खबर प्राप्त हुने बित्तिकै उहाँले यस विद्यालयको शैक्षिक विकासमा पुर्याउनु भएको अमूल्य योगदानको स्मरण तथा कदर गर्दै मिति 81 पौष 16 गते उच्च सम्मानका साथ ऐश्वर्य विद्यानिकेतन ऐश्वर्य बहुमुखी क्याम्पस विद्यार्थीहरू तथा पूर्व विद्यार्थीहरूको उपस्थितिमा एउटा शोक सभा सञ्चालन गरिएको बेहोरा म अनुरोध गर्न चाहन्छु। शिक्षक तालिम 2081 पौष 15 गतेका दिन यस विद्यालयमा अध्यापनरत शिक्षकहरूको पेशागत दक्षता ज्ञान तथा वृत्ति विकासका लागि श्री जयबहादुर मल्लको संयोजकत्वमा इनर वेल शीर्षकमा 1 दिवसीय ओरिएन्टेसन कार्यक्रम सञ्चालन गरिएको थियो। विद्यार्थी परामर्श कार्यक्रमहरूमा यस विद्यालयमा विद्यार्थी परामर्श कार्यक्रमहरू तहगत रूपमा नियमित सञ्चालन गर्दै आएका छौँ र मिति 2081 मङ्सिर 6 र 7 गते 6-7-8 गतेसम्म मनोविज्ञ श्री छवि अधिकारीले यस विद्यालयमा विद्यार्थी परामर्श कार्यक्रम सञ्चालन गरेका थिए। भौतिक संरचना तथा अन्य सुविधाहरू तफसिल बमोजिम रहेका म अनुरोध गर्न चाहन्छु। भवन 12 कोठा, कक्षा कोठा 75 वटा, क्याबिन 11 वटा, शौचालय 37 वटा, विज्ञान प्रयोगशाला 4, कम्प्युटर प्रयोगशाला 4, गणित प्रयोगशाला 1, पुस्तकालय 1, पुस्तक संख्या 5005, विद्यालयको जग्गा 26,908 0.5 वर्गमिटर, ई लाइब्रेरी 1, शिक्षण उपकरण तथा अन्य औजार बस 7 थान, फोटोकपी 8 थान, कम्प्युटर 143 थान, सीसी क्यामेरा 103 थान, प्रोजेक्टर 26 थान, साउन्ड सिस्टम 1 सेट, ड्रम 2 थान, टेलिफोन 10 सेट, प्रिन्टर 10 देखि अनुसूची 4.20 सम्म यसै साथ पेश गरिएको जानकारी गराउँदै आर्थिक वर्ष 2081-82 को अनुमानित प्राप्ति तथा भुक्तानी विवरण पेश गर्ने अनुमति म चाहन्छु। आर्थिक वर्ष 2080-81 को यथार्थ एकीकृत प्राप्ति तथा भुक्तानी विवरण विद्यालय तथा छात्रावासको यस प्रकार रहेको छ। प्राप्तितर्फ 20,17,20,347 पैसा 91 मात्र। ठिक छ। म सम्पूर्ण महानुभावहरूलाई यो आर्थिक प्रतिवेदन चाहिने अध्ययन गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र अब यस विद्यालयका समस्याहरू तथा भविष्यका योजनाहरूको बारेमा म यहाँहरूको ध्यान आकृष्ट गर्न चाहे र भर्खरै यस विद्यालयका शिक्षक प्रतिनिधि राजेन्द्र भट्टज्यूले धेरै विषयवस्तु राखिसक्नु भएको छ। म छोटकरीमा यो समस्याहरू राख्न गइराखेको छु र सामाजिक विकास मन्त्रालयका माननीय मुख्यमन्त्री ज्यूको पनि ध्यान आकृष्ट गर्न चाहन्छु। विद्यार्थी सङ्ख्याको अनुपातमा भौतिक पूर्वाधारको अभाव, माटाका पुराना भवनहरूमा भूकम्पको भए, विद्यार्थीहरूका लागि एउटा उपयुक्त खाजा घरको निर्माण गर्नुपर्ने, सार्वजनिक शैक्षिक गुठी प्रकृतिका विद्यालयहरूमा भौतिक संरचना निर्माण तथा शैक्षिक लगानीका लागि ऋण उपलब्ध नहुने समस्या, हामीहरूले 1 वर्षदेखि 5 करोड ब्याङ्कबाट ऋण लिने प्रयत्न गरेका थियौँ, तर सार्वजनिक शैक्षिक गुठीलाई ऋण दिने प्रावधान नरहेकोले यो एउटा समस्या रहेको छ। स्वामित्व र पहिचानको समस्या, यो निजी कि सरकारी? निजी भन्ने हो भने यसले
विद्यार्थीहरूको चाहिँ फी सङ्कलन गरिकन विद्यालय सञ्चालन खर्च धानिरहेको छ। शिक्षक कर्मचारीको सेवा सुविधा धानिरहेको छ। सरकारी भन्ने हो भने अनुदान 0 छ। त्यसैले यो निजी कि सरकारी, यसको चाहिँ नि अब एकदमै डिबेट गर्नु जरुरी छ। छात्रवृत्तिमा विभेदीकरणको समस्या, यस विद्यालयका सम्पूर्ण अभिभावकहरू नेपाली नागरिक हुन्, उहाँहरूका छोराछोरीहरू पनि नेपाली नागरिकका छोराछोरीहरू हुन् र हामीले पठन पाठन गराउँदाखेरि उच्च शिक्षामा चाहिँ नि हाम्रो विद्यार्थीहरूले भेदभाव विभेदीकरणका साथ दोस्रो दर्जाको नागरिक सर छात्रवृत्तिको समस्या बेहोर्नुपर्ने र सरकारी विद्यालयहरूका चाहिँ विद्यार्थीहरूलाई प्रायोरिटी दिनुपर्ने यो समस्या रहेको छ। शिक्षाको नीति निर्माणमा गुठी विद्यालयका प्रतिनिधिहरूलाई समावेश नगरेकाले हाम्रा समस्याहरू सम्बन्धित निकायमा नपुगेको अवस्था, मात्र शिक्षण शुल्कबाट शिक्षक कर्मचारीको तलब सेवा सुविधा लगायत विद्यालय सञ्चालन गर्न जटिल बन्दै गएको अवस्था, पुराना जर्जरित भइसकेका भवनहरूलाई हटाई सुविधा सम्पन्न आधुनिक भवन निर्माण गर्ने योजना रहेको छ र यसका लागि नगरपालिकामा हामीहरूले यो भवन सम्बन्धी नक्सा दर्ता गरेको पनि 2-2.5 वर्ष भइसकेको छ। तर अब यसमा प्रदेश सरकारको पनि नीति छैन, यसलाई बजेट राख्ने र अन्य कुनै सरकारी नीति नभएकोले यो भौतिक चाहिँ एउटा व्यवस्थापन गर्ने ठुलो चुनौती रहेको छ। माथि उल्लेखित गरिएका समस्याहरू समाधान गर्ने तथा योजनाहरू कार्यान्वयन गर्नका लागि विद्यालय व्यवस्थापन समिति सिङ्गो समाज तथा समुदायलाई विद्यालयको विकासमा हातेमालो गर्न आग्रह गर्दछु। आज हाम्रो विद्यालयको वार्षिकोत्सवमा प्रमुख अतिथिको रूपमा पाल्नुभएका माननीय सामाजिक विकास मन्त्रीज्यूलाई सार्वजनिक शैक्षिक गुठी अन्तर्गतका विद्यालयहरूका साझा समस्याहरू समाधान गर्नका लागि प्रदेशको शिक्षा नीति निर्माणमा सम्बोधन गरिदिन हुन पनि हार्दिक अनुरोध गर्न चाहन्छु। र यसपछि ऐश्वरी विद्यानिकेतनको चाहिँ नि अन्तिम लेखा परीक्षण प्रतिवेदन यो धनगढी उपमहानगरपालिकाबाट खटाइएका लेखा परीक्षकबाट भएको छ। म यसलाई अध्ययन गरिदिन हुन सम्पूर्ण महानुभावहरूमा आग्रह गर्न चाहन्छु र मेरो अन्तिम भनाइ चाहिँ नि यस प्रकार रहेको छ। आदरणीय महानुभावहरू, यस विद्यालयबाट मैले रोजगारी, ज्ञान, सिप, नेतृत्व लगायत थुप्रै अवसरहरू प्राप्त गरेकोमा म ऐश्वरी विद्यानिकेतनप्रति सधैँ ऋणी रहनेछु। यस विद्यालयको प्राचार्य पद्मा राई, विद्यालय परिवार, अभिभावक वर्ग तथा सिङ्गो समुदायबाट प्राप्त भएको सहयोग, सम्मान, ऊर्जा र प्रेरणाका लागि सम्पूर्ण शिक्षा प्रेमी समाज र समुदायप्रति हार्दिक आभार व्यक्त गर्दछु। यस 48औं वार्षिकोत्सव तथा अभिभावक दिवसको सफलताको लागि निरन्तर खटिरहने विद्यालय व्यवस्थापन समिति, सहायक प्राचार्य, विभागीय संयोजकहरू, शिक्षक कर्मचारी मित्रहरू, अभिभावक विद्यार्थीहरू, डिसिप्लिन इन्चार्ज, कार्यालय सहयोगीहरू, बस चालक दल, गेट किपर, कुचिकार लगायत सम्पूर्ण विद्यालय परिवारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। अन्त्यमा यस विद्यालयको उत्तरोत्तर उन्नतिको कामना गर्दै सबैको जीवनमा सुख, शान्ति, समृद्धि तथा सद्भाव प्राप्त होस् भन्ने कामना गर्दछु। ऐश्वरी विद्यानिकेतन सिङ्गो समुदायको शैक्षिक साझा सम्पत्ति भएकोले यस संस्थाको आर्थिक, भौतिक तथा शैक्षिक उन्नतिका लागि सम्पूर्ण अभिभावक वर्ग, विद्यालयका हितैषीहरू लगायत सम्पूर्ण समाजलाई मन, वचन र कर्मका साथ हातेमालो गर्नका लागि पनि सादर अनुरोध गर्दछु। सबैको जय होस्, ऐश्वरी विद्यानिकेतनको जय होस्। धन्यवाद।